त्यसै गरी सिरिनेरा मावि सन्ठी का सञ्जित कुमार राम भाइले एटीएम मेसिन लिएर आउँदै हुनुहुन्छ। त्यसैले उहाँलाई पनि तालीद्वारा स्वागत गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। एटीएम मेसिन। त्यसै गरी कक्षा 9 बाट प्रियांशु कुमारी पटेल पनि स्टेजमा आइदिनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यतिकै भन्दै म हजुरहरूको अगाडि आफ्नो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। अब डाउन गर्नु होला। क्ल्यापिङ खोइ त राम्रो लागेर अनि फेरि अफ गर्नु होला। फेरि टेकअप गरौँ। भइरहेछ होइन? अर्थात् हाम्रो चन्द्रयान 3 ले चाहिँ काम गर्दो रहेछ होइन र? त्यसैले भाइहरूको लागि जोरदार ताली बजाइदिनका लागि पनि हार्दिक अपील गर्दछु। हाम्रो कहाँका विद्यार्थी हुन्? जगन्नाथपुर मावेका अर्थात् अवसर पर्वका विद्यार्थीले चाहिँ गर्न सकिँदो रहेछ। त्यो जीवन्त उदाहरण हामी हेर्न सक्छौँ कक्षा 9 का र हाम्रा जगन्नाथपुर मावेका विद्यार्थीहरूलाई। यो मात्र हाम्रो नमुना भएको कारणले गर्दा हामीले चाहिँ थोरै टेकअप गर्न सक्यो। यदि हामीलाई चाहिँ ती आवश्यक सामग्रीहरू आवश्यक मात्रामा पाइयो भने हामीले गर्न सकिन्छ, बनाउन सकिन्छ भनेको उदाहरण मात्र भएको कारणले गर्दा फेरि पनि भाइहरूलाई तालीद्वारा बिदाई गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। न्युटनको तेस्रो नियम आधारित बनाएको छ भने धन्यवाद। हामी नसक्छौँ जसरी हामी फुलाउँदाखेरि त्यसलाई माथि छोड्दाखेरि हावा तल खस्छ भने फुलाउन माथि जान्छ। त्यसरी पनि बुझ्न सकिन्छ। हस्त धन्यवाद। नन्दन शाहले तपाईहरुलाई केही जानकारी गराउनेछन्। धन्यवाद दर्शकहरू। आज यहाँ उपस्थित सम्पूर्ण अतिथिहरूमा तथा यहाँ प्राङ्गणमा उपस्थित सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हामी श्री नेरा मावि सन्ठी विद्यालय तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज हामी यहाँ हाइड्रोलिक लिफ्टको नमुना यहाँ आएर प्रस्तुत गरेका छौँ, जुन हाम्रो कक्षा 10 को चाप प्रेसरको पास्कलको सिद्धान्तमा आधारित छ। यो सुनौलो अवसर हामीलाई आफ्नो प्रतिभा देखाउनमा मद्दत पुर्याएकाले आयोजकहरूलाई धन्यवाद गर्न चाहन्छु। यो जुन हाइड्रोलिक लिफ्ट छ यो पास्कलको नियममा आधारित छ। पास्कलको नियम के हो भने कुनै पनि तरल पदार्थमा हामी जब त्यसमा चाप मल्टिप्लाई गरेर भारी वस्तु उठाउनमा मद्दत गर्छ। यो हाइड्रोलिक लिफ्ट पास्कलका सिद्धान्तहरूको उपयोगता धेरै छन्, जस्तै हाइड्रोलिक लिफ्ट, हाइड्रोलिक ब्रेक, हाइड्रोलिक प्रेस अनि इत्यादि धेरै छ। त्यसमध्ये एउटा यो हाइड्रोलिक लिफ्ट हो। यसलाई कसले कार्य गर्छ भने एकचोटि म आएर देखाउन अनुरोध गर्न चाहन्छु। जसरी म यहाँ चाप दिइरहेछु त्यो अलिकति चाप दिँदा त्यो कति गुणा बढाएर बललाई त्यो माथि रहेको कारलाई पनि उठाउन सक्छ। अनि यहाँ चाहिँ एउटा रबरको त्यसलाई के भनिन्छ? कर्क भनिन्छ। अनि यहाँ रहेको सोली जस्तो भाइ फिचर प्लेट यो एउटा नली छ त्यसलाई के भनिन्छ? ट्युब। अनि त्यहाँ उभ्याएको ग्लास जस्तो के हो? यसमा ग्यास आउँछ र यसले ग्यास भनिन्छ। ठिक छ। अब ग्यास जमा भए छैन हामीले प्रयोग गरेका भन्या छ कि भन्या छैन त्यसलाई जाँच्नका लागि यो रिबर लिएर आएको म्याग्नेसियम रिबर भन्छ त्यसलाई। हामीले चाहिँ ग्यास बन्यो कि बनेन भने परीक्षण गर्नका लागि तपाईहरुको माझमा निलो लिटमस पेपर त्यसै गरी चाहिँ म्याग्नेसियम रिबन र सलाइनको काटी लिएर आइसकेका छन् हाम्रो भाइहरूले। अब चाहिँ हामीले चाहिँ के गर्ने? पहिला निलो लिटमस पेपर हाल्छौँ भिजेको हैन, अनि त्यसपछि चाहिँ यसरी हालौँ अनि पुरो काम गर्दैन।
पहिले हामी यो ब्याजरमा क्याल्सियम कार्बोनेट हालिदिएका छौँ र अब यो HCl जुन छ हल्का फुल्का एसिड यसलाई यसमा हाल्छौँ अनि यहाँ ग्यास बनाइसके यो निलो लिक्विड पेपर भिजेको हाल्छ यसमा अनि रातो लिक्विड पेपरमा परिणत हुन्छ भने यसबाट पनि बुझाउन सक्छौँ अनि त्यो भन्दा पनि अब हामी चाहिँ फिका हाइड्रोक्लोरिक एसिड हाल्छौँ र फिका हाइड्रोक्लोरिक एसिड हालिरहेका छौँ। अब हामी यस बोतलमा हेर्न सक्छौँ कि रासायनिक प्रक्रिया सुरु भइसकेका छन् र उता ग्यास टारमा पनि हामी हेर्न सक्छौँ कि अघिको निलो लिक्विड पेपर कस्तो रङमा परिणत भएको छ रातोमा हैन अर्थात् हामीले बनाएका ग्यास के हो कार्बन डाइअक्साइड ग्यास नै हो ती कारणले गर्दा निलो लिक्विड पेपरलाई कस्तो रङमा परिणत गर्यो रातोमा। अब चाहिँ बलिरहेको म्याग्नेसियम रिबन हालौँ अनि के हुन्छ बाहिर अनि यहाँ हेर्न सक्छौँ बलिरहेको म्याग्नेसियम रिबनलाई हामीले जब ग्यास जारमा हाल्छौँ भने झन् तेजिलो भएर बल्छ र पहिलाको भन्दा चाहिँ के हुन्छ तेजिलो हुन्छ र सेतो म्याग्नेसियम अक्साइड बनाउँछ धेरै तेजिलोले बलिरहेको छ। त्यसैले भनेपछि हाम्रो ग्यास जारमा के छ कार्बन डाइअक्साइड उहाँहरूले कार्बन डाइअक्साइड ग्यास बनाउन सफल भएकोमा जोरदारले ताली बजाइदिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद भाइहरूलाई सबैमा धन्यवाद क्लापिङ प्लिज सकिन्छ सकिँदैन। अब हामी यहाँ चल्नी हेर्न सक्छौँ यो चल्नी सबैले देखिराख्नु भएको छ यसमा चाहिँ प्वाल छ कि छैन के सुपर गुलले हालेको छैन छैन हैन। अब यसमा प्वाल छ कि छैन भने के गर्नलाई यसमा पानी राखौँ भाइ पानी झर्छ कि झर्दैन त्यो पनि हेरौँ। पानी झरिरहेछ क्लियर छैन भनेपछि त्यसमा कुनै किसिमका चाहिँ रसायनहरू युज गरिएको छैन। अब हेरौँ अब के हुन्छ अब चल्नीबाट पानी झरेको त होइन होइन यता पनि देखाइदिनु अतिथि दिदीहरूलाई अर्थात् साइन्सले त अन्य कुरा गर्न सक्दो रहेछ नि। त्यसको उदाहरण हामी हेर्न सक्छौँ कि हाम्रो बढेका माविका विद्यार्थीहरूले चल्नीमा पानी राखेर पनि खेतमा आमा बुवालाई पानी खुवाउन लान सक्नुहुन्छ जस्तो छ होइन हो होइन यो धेरै समयसम्म टिक्दैन है। ल अब के बोल्नु छ खै ताली अघि कागज राखिएर हाल्नु भएको थियो कागज नराखिकन पनि हामीले चल्नीमा पानी राख्न सकिँदो रहेछ। यसलाई भन्छ भौतिक विज्ञानको जादु यो फिजिक्सको जादु हो। यसमा चाहिँ विज्ञानका केही कारणहरू लुकेका छन् ती कारणले गर्दा चाहिँ यहाँ चाहिँ हामीले चल्नीमा पनि पानी राख्न सकेका छौँ। धन्यवाद छ यहाँ उपस्थित हुनुभएका यस गाउँपालिकाका अध्यक्षज्यू तथा यस गाउँपालिकाका प्रत्येक वडाका वडा अध्यक्षज्यू तथा प्रत्येक विद्यालयका प्रधानाध्यापकज्यू तथा यस गाउँपालिकाका प्रत्येक विद्यालयका गुरु वर्गज्यू र हाम्रो प्रत्येक विद्यालयका भाइ बहिनीहरूमा सर्वप्रथम मेरो तर्फबाट नमस्कार। आज हामीहरू चाहिँ वायुमण्डलीय चापको बारेमा तपाईहरूको अगाडि केही प्रदर्शन गरेर आइसकेछौँ। एकजनाको डान्स सिंगल थियो 10 क्लासको हो 10 क्लासको हो 9 क्लास गर्नु न सर निक्ल्यो भने बल्ताली रेडी जोन पोजिसन लैछ पोजिसन रेडी छैन या बाहिरको त किन रहे मुन्समा चाहिँ यहाँ बा जो सर उठिसका। अच्छा ठीक सर अब हामी गइरहेछु एटीएम बाट पैसा कसरी निकाल्ने तरिका बताउनु। यसको भित्र स्लाइडमा हालेपछि यताबाट ठोकेर निक्लिन्छ
कारणले गर्दा कृपया गरेर ताली बजाइदिनको लागि हार्दिक अनुरोध गर्दछु। एटीएमबाट पैसा निस्केन हामीले पनि एटीएम कार्डलाई जब एटीएम मेसिन मिलेर घुसाउँछ पैसा बाहिर निस्किन्छ होइन।